नमस्कार सबैजनालाई। आज चाहिँ हामी सन्डे स्पेसल भन्दै हामी आज जिग्नीको यो यता देखिसक्नुहुन्छ। हामी यता चाहिँ अब थोरै आफ्नो कामले या अनि थोरै बहुत सुटिङको कामले चाहिँ हामी आएका छौँ र आउँदाखेरि चाहिँ हामीले हाम्रो साथीभाइ भनौँ न, हामी जति पनि हाम्रो टिम लगायत जति पनि यहाँ उपस्थित हुनुभएको छ सबैजनालाई हामी इन्ट्रोडक्सन गर्छौँ र कस्तो अनुभव भइछ होइन, नयाँ ठाउँ। हेलो, नमस्ते। नमस्ते हजुर, नमस्ते। अनि आज भनौँ न, जिग्नी चाहिँ तपाईँको फर्स्ट टाइमै होला के अरे? हजुर हजुर, फर्स्ट टाइम। हाम्रो पनि फर्स्ट टाइमै हो। अनि कस्तो अनुभव भइरहेछ? राम्रो छ, ठिक छ, एकदम गाउँ जस्तो। अनि आज सुटिङ पनि हो होइन? अनि सुटिङ हुँदाखेरि अनि कस्तो भला फिलिङ्स कस्तो भइरहेछ? एकदम राम्रो। ठिक छ। अरू के भन्न चाहनुहुन्छ? के भन्न चाहन्नौ त भाइले भन्छ। ल हुन्छ। नमस्कार। नमस्कार। अनि यता हाम्रो फर्स्ट टाइमै होला होइन सबैजना? अब सबै साथीभाइ अब एकजुट हुँदाखेरि अर्कै फिलिङ हुन्छ होइन? अनि सुटिङको कार्यक्रममा चाहिँ कस्तो फिलिङ भइरहेछ, मतलब कस्तो प्रक्रियाले हामी अगाडि बढाउने होइन, त्यसलाई चाहिँ कसरी हामीले त्यसलाई पोसिबल गर्ने भन्ने कस्तो धारणा छ? जति सक्दो होइन राम्ररी छिटो अनि ल होइन, ल ठिक छ। त्यसो भए अब हामी यता जाउँ कारवाला। ल अनि बाइक कस्तो छ? ठिकै छ होइन, फिल कस्तो भइरहेछ? बिहानै आयो तर दुःख पायो होइन? बिहानै 5 बजे भनेर 7 बजे पुग्यो, तर मान्छेहरू चाहिँ 10 बजे आयो होइन। धोका चाहिँ लास्टै पाइयो। यो पनि एउटा हाम्रो भनौँ न, यो चाहिँ एउटा ग्रुपकै भनौँ, एउटा चाहिँ हाम्रो प्लानिङ हो क्या यो भने, एक्साइटेड भनौँ न, त्यही भएर पनि होला सायद है। मेरो खासमा भन्ने पर्ने कुरा भनेपछि चाहिँ तपाईँलाई कस्तो फिलिङ्स, अनुभव भनौँ न, यसको सुटिङको पहिलादेखि तपाईँलाई एक्सपिरियन्स छ कि या अहिले न्यू तपाईँले भनौँ न यो फिल्डतिर हाम फाल्नु भएको होइन, के भन्छन् त्यसलाई? यसमा चाहिँ सर्वप्रथम सबैलाई नमस्कार भन्न चाहे। मेरो नाम चाहिँ मुकेश खत्री, घर नेपाल बर्दिया, अहिले हाल बसाइ चाहिँ बेङ्गलोरमा छ। र आज यहाँ आउनुको विशेष कारण भनेको चाहिँ एउटा हामीले बेङ्गलोरमा हाम्रो नेपाली दाजुभाइहरू मिलेर चाहिँ एउटा सानो प्रयास, एउटा म्युजिक भिडियो बनाउने भनेर चाहिँ हामी आज यो बेङ्गलोरको जिग्नी भन्ने ठाउँमा आएका थियौँ। र यो ठाउँमा चाहिँ म योभन्दा पहिला पनि आइसकेको थिएँ र आज यो सुटिङको क्रममा फेरि पनि यही ठाउँमा आउने मलाई सौभाग्य मिल्यो भनौँ। र यो सुटिङको काममा चाहिँ योभन्दा अगाडि पनि मैले 1-2टा भिडियोहरू बनाइसकेको छु र यो तेस्रो भिडियो हो मेरो। ठिकै छ, आशा छ भिडियो राम्रै बन्ला।